ल हाम्रो दाइ आइपुग्नु भएछ फेरि यहाँदेखि चढ्ने यो न्युयोर्क सिटी नि ओहो यहाँबाट हो अब ग्रुपमा आयो भने चाहिँ तिमीहरू प्याकेजमा जाने हो कि अब भित्र गयो पुलोभर गरेको होइन के गरेको होइन सेक्युरिटी हो सेक्युरिटी बस्छ यहाँ टनल सिरे यो टनल बन्द यहाँको त राम्रो छैन लाइट उताको राम्रो छ माथि चाहिँ पानी हो है समुद्र के हो र समुद्र मुनि हो यो अब यो न्यू जर्सी जाँदै न्युयोर्कबाट न्यू जर्सी जाँदै यो सिमाना हो कि त्यो बिचमा छ नि त नि पानी बिचमा हो त्यो बोर्डर चाहिँ बिचमा छ आधी आधी हो यो टनल कस्तो राम्रो यसमा आएर सब्सक्राइब गरेर होइन नत्र वेलकम टु न्यू जर्सी भन्थ्यो गाडीले सबै भनिदिन्छ अहिले भिडियोहरू गर्दाखेरि भोइस ओभर गरेर बोल्दा पनि हुन्छ त तर त्यस्तो होइन राम्रो रहेछ नि राम्रो छ कति पुरानो सबै अहिले त ट्राफिक छैन बिहान त ट्राफिक भएर यहाँ हुन्छ नि ट्राफिक भएर चाहिँ हुन्छ बिहान होइन अहिले 3 बजे ट्राफिक थियो यहाँ ए म फर्किँदा ट्राफिक थियो क्या त्यही फर्किँदा थियो त्यतिखेर सिटी आउँदा ट्राफिक हुन्छ 3 बजेपछि ट्राफिक हुन्छ नि जानु न्यू जर्सीमा त टोल त धेरै तिर्नुपर्छ है अनि पर्छ ठाउँ अनुसार हुन्छ कति होइन बाहिर आउने बाटोमा पर्दैन नि टनल ह्यारिसबर्ग जानेतिर पर्दैन नि यता डिसी जाने मेरील्यान्ड जानेमा पर्छ अहिले एकछिनमा छ अगाडि पारिपट्टिको त्यताको झ्याल खोलेर हान्दै हुन्छ यस्तै गरेर गरेर आउँछ यदि गर्दा साउन्ड नि स्वा गरेर आउँछ कामै दिँदैन दामी आउँछ है त अब एकैछिन त्यहाँ कट्ने बित्तिकै आउँछ त्यो पारिपट्टि आउँछ है त यस्तो दामी आउँछ नि यो बिल्डिङ कटेपछि पारिपट्टिको देख्छ क्या यही बिल्डिङले छालेछ अलिकति अगाडि उतापट्टि आउँछ है त यो र उतापट्टि ए हुन्छ यो त यहाँ देख्छ यहाँबाट ए हुँदो रहेछ तिमी छेउको भ्यू पनि लैजानु न बुढो लाने एकै दिन अब भोलि जान्छ अँ एम्पायर बिल्डिङ भन्ने आएको छ त फ्लोर गाडे हुन्छ क्या बिचमा हजुर अहिले त पुरा पानीहरू रहेछ त्यहाँ मान्छे यति भिड हुन्छ आज के हुन्छ त्यस्तो भिड हुन्छ त मान्छेको लाइन यहाँदेखि वहीँसम्म हुन्छ क्रिसमसको बेलामा छ आज हेर त आज त त्यो टाइम स्क्वायरभित्र कस्तो थियो अझ पुरा त्यो रातो यस्तो भर्याङमा त चढ्नै दिएको छैन कन्सर्ट हुँदैछ के भन्दै थियो होला के पो हुँदैछ ए के पो सो हुँदैछ भन्दै थियो त्यहाँनिर सबै फोटो दिउँछ खिचेन बिल्डिङ चाहिँ यहाँ छ टिकटक बनाउँदैछन् के बिल्डिङ अरे एज बिल्डिङ चाहिँ यताको यो त्यसलाई त साइडको भेसल भन्छ यो त भेसल त्यो त देखेँ थिएँ भोलिपर्सि यहाँनिर यो त मेन टुरिस्ट एट्र्याक्सन यहाँ रहेछ यो उयो एरियाको नि यतापट्टि ए यता पो
यो त धेरै तल छ नि दाइ म त्यहाँ रोक्न दिन्छ नि सेक्युरिटीहरू रेडी छ नजाने छोडिदिउँ अँध्यारो त आउँदो रहेछ राम्रो आउँदैन यहाँ त क्रिसमस अगाडिदेखि हुन्छ ठ्याक्कै क्रिसमस पारेर चाहिँ पुरै एकदम बत्ती बत्ती हुन्छ यति रमाइलो हुन्छ नि। नाङ्गो देखेर ओए कता रन्काउँछ फेरि गाडी गाडी झरम झरम आयो भने के हुन्छ कसरी आउँछ किन स्पिड ओह त्यसरी मान्छे खुल्लै छ नि त तिमी पर आउनुपर्ने रहेछ हौ। क्रिसमसमा एकताल आउनुपर्छ होला हौ रमाइलो हुन्छ हो ओ मम्मी त्यो राउटे टोली लिएर क्रिसमसमा होइन त्यो सबै केटाकेटी टोली हो कि बच्चा होइन हुँदैन यतातिर उसँग बस्नुपर्छ नानी जता बसे पनि बच्चा भएपछि त गाह्रै छ बच्चा नानी होइन तिनीहरूलाई लाइट हुन्छ नि त रमाइलो हुन्छ हरायो भने डर के हाम्रो त पार्कमा लाँदा पो म त मान्छे भाषा भर मात्र हो यिनीहरू कुदे देखेर त मलाई त यसो डर लाग्यो एउटा कुनकुना बस्छ एउटा बोलाउँदा बोल्दैन सुन्दैन त्यही त नि भागेको छ कति त त्यस्तो घरमा त्यो फोटो खिच्ने चाहिँ अर्को हो अर्को लगाउँदै हिँड्ने चाहिँ टोपीले डिस्टर्ब गरेर आएको 3 खेप भयो निकालेर आएन आरुस त पहिले 10,000 पर्छ यतै आएको होला नि दाइ पनि यहाँ चाहिँ मजाले फोटो खिच्ने हो नि त यो चाहिँ भ्यू पोइन्ट राम्रो लाग्यो है मलाई दादा आउनु त्यो मोटरसाइकललाई यहाँ चाहिँ मजा लाग्यो मलाई के अरे हेमिल्टन पार्क 12 बजीसम्म अनि अघि हामी वर्ल्ड ट्रेड सेन्टरमै पनि उहाँतिर तल हो त्यो हामीले सफ्लो बिल्डिङ भनेको त्यही हो पानी भएको पोरा पानी हजुर त्यसलाई चाहिँ डाउनटाउन वर्ल्ड ट्रेड सेन्टर लु यो चाहिँ न्युयोर्क सिटी यहाँदेखि चाहिँ एकदम क्लियर न्युयोर्क सिटी देखेको छ हामी त्यहाँ सबै अघि घुमेर आइयो तर हिँडेर अरूतिर आएर दामी भ्युज छ यहाँदेखि चाहिँ न्युयोर्क सिटी फुल देखिन्छ साथी हो यो ठाउँबाट चाहिँ आइयो भने यो लगभग झन्डै यो चाहिँ न्युयोर्क सिटी हो परदेखि यहाँसम्म पुरै दामी छ तपाईँलाई कालो देख्छ भन्नुभएको होइन लु सिटी दादा आउनु दादा कमा हुन्छ होइन त्यसको सिधामा गएर एउटा पिक्चर खिच्नुपर्छ अनि आउनुपर्छ ल ए ठिकै छ नि त गुड आइडिया उतै जाने हो नि त
के ऊ त्यो न्युयोर्क सिटी देखो दादा न्युयोर्क सिटी देखो गुड बच्चाले 2-3वटा बच्चा पाएर कस्तो गाह्रो भयो दादा जाऊ यता पछाडि गयो अमेरिकाको झन्डा सहित न्युयोर्क सिटी यिनीहरू चाहिँ सेक्युरिटी गार्ड होला यहाँ ओ ल त लेट्स गो कहाँ छ दाइ गाडी भोलि पर्सि रमाइलो हुन्छ क्या है आज ठिक्क छ वेदर पनि ठिक छ है अनि भोलि पर्सि त ज्याकेट लाउनुपर्छ अब चाहिँ हिँड्ने घर अन्तिम हो यहाँदेखि चाहिँ गाडीमा चढेर टक्कसँगले घर गइन्छ अनि खानासाना पनि अहिले खाइहाल्यो एकछिन न कहाँ गएको घरमा खाएर मलाई नै मजाले लाग्यो त्यत्रो तर उता खानु भएन खास भेजिटेबल दाइले चाहिँ यहाँ खिच्नुहुन्छ अब चाहिँ जानु भनेर पछि गइन्छ यहाँ गयो अब गाडीमा गएर बसेर चाहिँ घर गएर खाने हो ल दादा जाउँ जाउँ अब ल दादा गाडीमा पछि गर्नु पछि गर्नु दादा जानु